नमस्ते धन्यवाद नमस्ते नमस्ते सन्चै हुनुहुन्छ सबैजना खुसी लाग्यो धन्यवाद धन्यवाद हामी लागिरहेका छौँ। अब वर्षेनी गाउँपालिका चाहिँ धेरै सम्भावना भएको पालिकाहरू पर्छ। पर्यटनको सम्भावना भएको ठाउँ धेरै ठाउँ छ हाम्रो गाउँपालिकामा। हामी कहाँ तापमानी कुण्ड छ, हामी कहाँ थुप्रै झरनाहरू छ, हामी कहाँ थुप्रै हाइड्रो पावर ठुल्ठुलो हाइड्रो पावरहरू छ। अब एउटा हाइड्रो पावर चाहिँ केही महिनामा सुरु हुँदैछ 102 मेगावाटको सबै हाम्रो गाउँपालिकाको त्यो ठुलो प्रोजेक्टमा पर्छ, नेपालकै एउटा ठुलो प्रोजेक्टमा पर्छ। अनि हामी कहाँ हर्सिङ डाँडा बारा पोखरी जस्तो ठाउँहरू होइन थुप्रै यस्ता चाहिँ पर्यटकीय ठाउँहरू छ। अब जमिन पनि एकदम ठुलो भूगोल छ हाम्रो। होमस्टे गाउँ चाहिँ के रहेछ भने केही घरहरू हामी तालीमा जोडिने होइन, तर यसले गाउँलाई नै प्रभाव पार्छ। यहाँ धेरै मान्छेहरू आउन थाल्यो भने भोलि यो होमस्टे गाउँ प्रचार भएर यहाँ धेरै पाहुनाहरू आउन थाल्यो भने अब यहाँ चाहिँ अब हामीलाई कृषिको उत्पादन चाहिन्छ, हामीलाई मासु चाहिन्छ, तरकारी चाहिन्छ, फलफुल चाहिन्छ होइन। अब यो काम चाहिँ फेरि कुनै पार्टबाट कुनै घरले गर्छ। अब होमस्टे भन्ने बित्तिकै हाम्रो सेमी फ्रेन्चदेखि यति धेरै बस्तीहरू छ यहाँ। यो गाउँमा चाहिँ होमस्टे घर हुनु पर्यो। यहाँ चाहिँ जो घरहरू तयार छ अब भरे तालिममा आउला तपाईँको होमस्टे घरहरू कस्तो हुनुपर्ने, शौचालय बाथरुमहरू कस्तो हुनुपर्ने होइन, त्यसको चाहिँ कुराहरू पनि आउला, सरसफाइ कुराहरू आउला। त्यो ढङ्गले तयार हुने मान्छे चाहिँ होमस्टे घरै सञ्चालन गर्ने। उसलाई फेरि त्यहाँ पाहुना आएपछि उसलाई मासु तरकारी फलफुल चाहिन्छ नि त, दुध घिउ चाहिएला, अब नारेपाहरू चाहिएला। यो कुराहरू चाहिँ अब त्यो घरले नसकिने हुनसक्छ धेरै पाहुना आएपछि। त्यसले गाउँको अन्य घरहरू चाहिँ अब त्यो उत्पादनमा जोडिने। होमस्टे ध्यान दिनु। होमस्टेमा कसरी चाहिँ त्यो पाउनको लागि तपाईँ हामी जसरी बसेका थियौँ त्यसमा टोयलेट बाथरुमको व्यवस्थापन गर्ने, खाना सफा गरेर पकाइदिने, यस्तो कुनै न कुनै खानेकुरा जिब्रोमा चक्क लाग्ने त्यस्तो बनाएर त्यसलाई घरमै बसेर नगदमा परिणत गर्ने आफ्ना हातमा नगद पैसा आउने व्यवसाय हो। र यो पेसा व्यवसाय गर्दाखेरिमा त्यसरी भर्खरकै छिटो भइदियो अझै राम्रो होइन भने पनि हामी जस्ता उमेर गएका मान्छेहरूले आफ्नो घर गाउँमा बसेर जाँगर र ढुङ्गा पुर्याएर गऱ्यो भने घरमै नगद आउने पेसा व्यवसाय हो। तर यो गाउँ हेर्नुहोस् त प्राकृतिक हिसाबले यो घनपोखरा यो लमजुङ के राम्रो ठाउँ छ, प्राकृतिक हिसाबले असाध्यै राम्रो भूमि यस्तो राम्रो ठाउँ। त्यसमा पनि हेर्नुहोस् त तपाईँहरूको यो गाउँपालिकाको अध्यक्ष एउटा छिटौली उमेरदेखि नै जतिखेर नाडी डह्रो छ, हातबाट बलियो छ, हिम्मत छ, पढे लेखेको छ र आफ्नो ठाउँलाई एकदमै राम्रो बनाउँछ भने कतिपय एउटा नेतृत्व तपाईँहरूले पाउनु भएको है। आदान पाएको चाहिँ चेन्ज गरेर आउन सक्ने वातावरण त हामीले देखेका छौँ। त्यो भएको हुँदाखेरि पहुँचको हिसाबले त्यति समस्या छैन। अनि अर्को छ सुविधा सँगसँगै चाहिँ आवास तथा खाना यो चिज चाहिँ हामीले दिन सक्नु पर्यो। यति भएका ठाउँमा चाहिँ पर्यटकहरू आउनुहुन्छ। जस्तै सुविधा हुँदै गर्दाखेरि आजको समय अलिकति यो प्रविधिमा गइसकेको छ। मान्छेहरू आफ्नो घर छोडेर त आइसकेपछि गाउँमा आइसकेपछि कम्तीमा आज वाइफाई चाहिँ पहिलो सुविधा जस्तो देखियो। मिलेर गर्नु पर्यो, गाह्रो साह्रो पर्दाखेरि मद्दत गर्नु पर्यो। अनि मद्दत मात्र भएन, आदर पनि गर्नु पर्यो, पाहुनाको पनि गर्नु पर्यो, समाज पनि गर्नु पर्यो है, समुदायका व्यक्तिहरू पनि गर्नु पर्यो। अनि के जिम्मेवारी हो त? हामी के जिम्मेवारी हुन्छ? अध्यक्षले भूमिका निर्वाह गर्नु पर्यो, उपाध्यक्षले सचिवले त्यसै गरी सदस्यहरूले सञ्चालकहरूले आफ्नो जिम्मेवारी चाहिँ के दिएको छ त? त्यो जिम्मेवारी अनुसार काम गर्नु पर्यो, नियमको ज्ञान हुनु पर्यो। नियम भनेको चाहिँ राज्यले
पाहुना रमा आएपछि तपाईँको त्यो पाहुनाले तपाईँले भनेको तोकेको मूल्य त दिन्छ नै, त्यसबाहेक कसैलाई हामी टिप्स पनि दिन्छ होला नि, उनीहरूले 50,000 कमसेकम पर्छ बक्सिस। अर्को होमस्टे भनेको चाहिँ हामीले के हो भने नेचर कल्चर एन्ड एडभेन्चर स्थानीय ल 10 बजे तालिम सुरु भयो। सबै हलमा जम्मा हुन पर्यो। ल है पर है बित सबैले पहिलो कुरो के हो भने पाहुनाको अगाडि जाने मान्छे पाहुनालाई दिने भनेको त कसले हो? होमस्टेमा त परिवारले चलाउने, अघि भने नि 8 जनासम्म पाहुना भनेको मतलब के हुन्छ भने परिवारले मात्र सञ्चालन गर्ने, अर्थात् श्रीमान श्रीमती होला अथवा दाइ बहिनी होला अथवा भाउजू बुहारी होला, यिनीहरूले मात्र सञ्चालन गर्दाखेरिमा 15-20 जना भयो भने त त्यसले त पकाएर पनि भ्याउँदैन, दिएर पनि भ्याउँदैन नि। कर्मचारी राखेर होटेल जस्तो वेटर टेबलमा खाना लगिदिँदै ल्याउने एउटा, पकाउने छुट्टै, हिसाब राख्ने छुट्टै, यो त होइन नि होमस्टे। होमस्टे भनेको परिवारले सञ्चालन गर्ने। स्टार्ट पाहुना आउनु नआउनु, हप्ताको गर्ने कि महिनाको गर्ने कि एउटा तपाईँले नियमित बैठक चाहिँ यदि होमस्टेलाई व्यवस्थित गरेर राख्ने भने पाहुना आए पनि नआए पनि आकस्मिक बैठक भनेको जहिले नै हुनसक्छ। भोलि 20 जना पाहुना आउँदैछन् र केही तयारी गर्नु पर्यो भने आज तपाईँले बैठक बस्नुपर्ने हुनसक्छ होइन। पर्सि एउटा केही कार्यक्रम आउँदैछ भने भोलि नै फेरि बैठक बस्नुपर्ने हुनसक्छ, डेली पनि हुनसक्छ आकस्मिक बैठक भनेको। तर नियमित बैठक चाहिँ एउटा राख्नुभयो भने त्यसले चाहिँ व्यवस्थित गर्नको लागि सहज गर्छ। अनि पाहुना वितरण प्रणाली चाहिँ के गर्नु भएको छ सर? हाम्रो यो टोलमा मर्सेन्टी गापाको आयोजनामा र ओभरअल डेभलपमेन्ट नेटवर्कको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यस 3 दिवसीय होमस्टे घरवास अभिमुखीकरण तथा आतिथ्यता तालिमको हिजो दोस्रो दिन खोलको सम्बन्धमा अनि 3 नम्बरमा छ होमस्टे सुझाव पुस्तिका, नम्बर 4 मा छ व्यवस्थापकको सम्बन्धमा, 5 नम्बरमा होमस्टे मेनु, 6 नम्बर विभिन्न ठाउँमा होर्डिङ बोर्ड निर्माणको सम्बन्धमा, त्यसमा चाहिँ अब हाम्रै यहाँको रैथाने बालीमा आधारित चिज दिने भनेर तपाईँले यो के भन्नुभएको छ। यसमा मेरो एउटा कुरा के अनुरोध छ भने चिया दिने कुरा ठिक छ, झिलिङ्गे र मकै भटमास मात्रै 1 थरी दिने, 2 थरी एकैचोटि दिनु त हुन्न, होइन 1 थरी दिने। यो मकै भटमासले चाहिँ मेन खानेकुराको काम गर्छ, चियाले चाहिँ तपाईँको चाहिँ त्यसलाई सहयोग पुर्याउँछ भने एउटा चाहिँ नुनिलो कुरा के व्यवस्थापकको सम्बन्धमा भने चाहिँ व्यवस्थापक नियुक्ति गर्ने भन्ने कुरो त्यहाँ लेखिएको छ। यही कुरो होमस्टे मेनु बनाउने भन्नुभएको छ, त्यही लेखिएको छ। विभिन्न ठाउँमा होर्डिङ बोर्ड निर्माण भनेपछि सूचना तथा होर्डिङ बोर्ड राख्नु पर्यो भनेर लेखिएको छ। गुरुङहरूको मौलिक पहिचान झल्कने गुरुङ सङ्ग्रहालय निर्माण हुनुपर्छ। सबै कुरो त्यहाँ हटेर मैले गुरुङ सङ्ग्रहालय मात्र लेखेँ होइन। अनि त्यसपछि पाहुनाको लेखा राख्दा डकुमेन्ट राख्ने चलन नरहेको भन्नुभएको छ भनेपछि यसलाई चाहिँ पाहुनाको अभिलेख कसरी गर्ने भनेर त्यहाँ राखेको छ। अभिलेखभित्र सबै कुरा आउँछ है। अनि त्यसपछि नियमित बैठक भइरहेको छैन भन्नुभएको छ, नियमित बैठकको कुरा त्यहाँ राखिएको छ। अभिमुखीकरण तथा आतिथ्यता तालिमको आज अन्तिम दिन हामी यो कार्यक्रम समापनको लागि चाहिँ समापनको कार्यक्रम जुटिरहेका छौँ। आजको 18 घण्टामा 18वटा विषयवस्तुहरूमा तपाईँहरूलाई हामीले छलफल चलाउने हाम्रो योजना थियो। त्यसमा चाहिँ हामी पहिलो दिन अलिकति ढिला भएको कारणले गर्दा 2 दिन हामीले 7-7 घण्टा
त्यसमा फेरि जोड्यौँ र सँगै कक्षाभित्र मात्र नभइकन हामी यहाँ आवासीय नै भएको कारणले गर्दा बिहानको समयमा प्रकाश सर एकातिर गएर बुझ्ने त्यहाँ छलफल चलाएर के कुरा चाहिँ अझ आवश्यक पर्ला के चाहिँ हामीले कम छलफल गरेको हुन्छ भन्ने कुरा बुझ्ने एकातिर हामी जाने। त्यस पछाडि बेलुका पनि चाहिँ तपाईँको चाहिँ हामी छलफलमा बस्यौँ, त्यहाँबाट पनि धेरै कुराहरू लिने कामहरू भएको छ। त्यस पछाडि फेरि तपाईँहरूको व्यवस्थापन समितिको बैठक पनि यसै बिचमा चाहिँ हिजो बेलुका सम्पन्न भएको छ। त्यसबाट पनि चाहिँ हाम्रो कक्षा कोठामै मात्र हामीले सीमित नगरिकन यसलाई चाहिँ सुतेको समयभन्दा बाहेक अरू सबै विषयमा यहाँको सिडी शुद्ध गरेर 650 सिडी रहेछ, भोलि पर्यटकलाई भन्न सकिन्छ भन्ने ठाउँसम्म पनि हामी पुगेको छ। प्रचारको कुरा भन्नाले अब अहिले चाहिँ अब मिडिया लगाएर के लगाएर कहाँ लगाएर त्यो गरेर होइन कि हाम्रो घरमा पाहुना आउँछ, एक ग्रुप चाहिँ पाहुना आयो, त्यो पाहुनालाई चाहिँ हामीले मिठो बोली गरेर राम्रो खुलाएर के गरेर पठाइदियो भने त अनि घनपोखरा गएर के खाएर आयो के कस्तो भयो भने त प्रचार त त्यही पाहुनाले गरिदिन्छ। एकदम मिठो रहेछ, राम्रो रहेछ, स्वागत रहेछ, सत्कार रहेछ, अनि हामीले कल्चर पनि देखायो, मिठो बोली चाहियो, सरसफाइ चाहियो। हामी पनि होटलतिर जाँदाखेरि त अब होटलमा गयो त्यो टेबलमा अब त्यसै लथालिँदै छ, बिस्तारतिर गयो लथालिँदै छ, के छ भने त हामीले त्यो होटल छोडेर अर्को होटलतिर जानु खोज्छ नि त। त्यस कारणले पाहुना भनेर चाहिँ सरसफाइ चाहिँ धेरै नै चाहियो। विधिहरू छन्, ती 18वटा विधिहरू अत्यन्त छोटो समय, 3 दिन भनेको ज्यादै छोटो समय। यो विषयलाई असाध्यै डिटेलमा जाने हो, राम्रोसँग जाने भने 7 दिन लाग्छ र 7 दिनको कुरा गर्दा एक खर्चको कुरा आउँछ, दोस्रो हाम्रो पनि समय, तेस्रो तपाईँहरूको पनि समय। यसले गर्दाखेरिमा यसलाई छोटकरी हिसाबमा हामीले जतिवटा सेसन भने कि त्यहाँ लेखिएको 18वटा सबै विषयवस्तुलाई छोडेर हामीले यो तालिम दिनमा अझै पनि थप तालिमहरू ल्याउन सकिन्छ कि जस्तो लागिरहेछ। हामीले अब कोसिस गऱ्यो भने जे पनि हुन सक्दैन, कोसिसै गरेन भने त्यो त अब ल भनेर त कसैले पनि दिन आउँदैन। हामीले ल दिनु पर्यो, हजुर दिनुहोस् भन्नु पर्यो, ल गरेर खा भनेर त कसैले पनि दिन्न। त्यही भएर भोलि हामी सबै मिलेर अब महासङ्घको मान्छे छ, अब गाउँपालिकाको अध्यक्ष यस्तो बुझ्ने मान्छे छ, उहाँसँग पनि सहकार्य गरौँला, महासङ्घको मान्छे पनि सहकार्य गरौँला। अझै पनि हामीलाई थप तालिमको जरुरत चाहिँ देख्छु है मैले। तपाईँहरूको होमस्टे हामी समेत हामी समेत लाग्ने हो। तपाईँहरू जागरुक हुनु। होमस्टे चाहिँ असाध्यै राम्रो, मास्टर नि साथ हजुरहरूले राम्रोसँग गर्नुभयो भन्ने कुरा होस्। हामीले पनि काठमाडौँबाट मान्छेहरू धेरै पठाउन पाइयोस् है। धन्यवाद। म त अब यही अर्को वर्ष ग्रुपहरू चलिहाल्छ, बेलामा मैले यहाँ मान्छे राख्नु व्यापारै लिएर आउँछु। ए मायाको चिनो पनि पाइयो। घरमा लगेर पनि चखाउन पाइने भयो नि है। हामीले यस्तै खाएको थियौँ अनि हजुरहरूलाई ल्याइदिएको छ, घरको मान्छेलाई खान पाइयो। अब उहाँ अग्रजहरूलाई चाहिँ हजुरहरूले अलिक बढी उत्प्रेरित गर्ने, सम्मान ल्याउने। उहाँहरू त अलिअलि गरेर बिदा हुने बेला भयो। हामी जस्तो नयाँ पुस्ताको लागि ठाउँ राख्नु। भिडियो